चन्द्रकुमार तामाङ यहाँका स्थानीय बासिन्दा। यो विगत 5 वर्षदेखि यो बाटो चाहिँ गौरी पार्वती भन्ने निर्माण कम्पनीलाई सडक डिभिजनबाट ठेका प्राप्त भएको कुरा भयो र त्यसबाट निरन्तर काम गर्दै थियो। बीचमा तपाईको काम अलपत्र छोडेपछि गौरी पार्वतीबाट ठेका रद्द भयो। त्यसै बीचपछि ठेका फेरि अर्को आह्वान भयो। त्यसमा चाहिँ A1 कम्पनी बिल्डर्सले चाहिँ काम गर्दै हुनुहुन्छ र उहाँहरूले चाहिँ एकदम रफ्तारमा काम गर्दै हुनुहुन्थ्यो र पछिल्लो समयमा आएर चाहिँ तपाईको मेटेरियल यो जुन बिटुबिन भन्ने चाहिँ अलिकति महँगी भएको कारणले गर्दा यो काम चाहिँ अहिले तत्काल गर्नलाई अलि असहज भयो भन्ने कुरा चाहिँ निर्माण कम्पनी व्यवसायिकले चाहिँ कुरा गर्दै आउनु भएको छ। उहाँहरूले चाहिँ अब 14 महिनाको एउटा ट्याम लिनुभएको रहेछ। त्यो ट्यामभित्र चाहिँ सकाउँछु भनेर जब यो 1.5 किलोमिटर चाहिँ रफ्तारमै काम आएको थियो, स्थानीयहरू एकदम खुसी नै भइरहेको थियो र भएको पनि थियो। र अब मोटामोटी तपाईँको कति % काम भयो त्यो चाहिँ अलिकति म जानकार छैन। जति भएको थियो अलि रफ्तारमा थियो। अहिले बिचमा अहिले अलिकति काम रोकिँदाखेरि स्थानीयहरूले चाहिँ अलिकति फेरि बाटो नबन्ने हो कि फेरि नहुने हो कि भन्ने कुरामा चाहिँ अलिकति चिन्तित र चिन्तित भइरहेको अवस्थामा अहिले एकदम यो बाटो नबन्ने अवस्थामा चाहिँ धुलो व्यापक उड्न थाल्छ। अब त्यसपछि बर्खामा चाहिँ अब लगभग त्यस्तो पहिला जस्तो त नहोला, धेरै कुरा त अलि पहिलाभन्दा अलिक सहजीकरण छ। तर पनि यो बाटो चाहिँ चाँडोभन्दा चाँडो बन्नु पर्यो, नभए यहाँको नागरिकले चाहिँ तपाईँको धेरै नै दुःख भोगिसक्यो कि तपाईँको दुःख भनेको 5 वर्षदेखि अहिलेसम्म भोग्दाखेरि चाहिँ त्यो सायद कोही कसैले चाहिँ यो कल्पनाभन्दा बाहिरको भयो क्या। यो नेपालमा नि एउटा 4 किलोमिटर बाटो बन्नलाई चाहिँ 5 वर्ष लाग्छ कि भन्ने कुरामा चाहिँ जनता चाहिँ राज्य के हो र यो चाहिँ जसले चाहिँ यो बाटो बनाउने एउटा चाहिँ कन्सेप्ट बनाउनुहुन्छ, भिजन बनाउनुहुन्छ, उहाँहरूको योजना चाहिँ कसरी चाहिँ भएको छ भन्ने कुरामा अझ जनताले चाहिँ यस विषयमा त्यति गर्न सकिरहेको छैन क्या।